अब स्टुडेन्ट भिजामा जाँदैछु भनेर चाहिँ नेपालदेखि नै धेरै आएको क्वेसनहरू भयो कि, जस्तो भनौँ यो उमेरमा वाइ भन्ने क्वेसन आयो, किनकि मेरो बाबु नै अलरेडी अब स्टुडेन्ट भिजामा बाहिर जाने टाइम भइसक्यो, तर म यो उमेरमा आएको देख्दा चाहिँ अब सबैजनाले अब एक खालको क्वेसनहरू छ जुन अहिले सोध्नुभयो। तर एकदमै गाह्रो छ आफूलाई आफ्नो उमेरभन्दा 8-10 वर्षको सानो भाइ बहिनीहरूसँग चाहिँ आफूलाई भिजाएर होइन, उनीहरू सँगसँगै आफ्नो माइन्डलाई रिफ्रेस गराएर त्यही कुराहरूमा आफू जानु भनेको चाहिँ एक खालको गाह्रो नै हो। किनभने जति मैले सायद 8-10 वर्ष अगाडि मैले यो अपर्च्युनिटीहरू मैले पाएको थिएँ, त्यसमा मैले पर्फर्मेन्स जुन देखाउँथेँ त्यो केही न हदसम्म कम होला, तर आफूमा इन्ट्रेस्ट, आफूमा त्यो खालको एउटा भएपछि सायद समयले पनि, उमेर र समयले केही गर्दो रहेछ भन्ने चाहिँ मलाई फिल भएको छ। र म सँगसँगै लागिरहेको छु र सबैजना आफ्नो भाइ बहिनीहरूलाई आफ्नो साथी सँगसँगै समातेरै हिँड्न सफल भएको छु जस्तो चाहिँ मलाई फिल हुन्छ। हजुरहरू क्लासमा कतिजना नेपाली साथीभाइहरू हुनुहुन्छ? लगभग हाम्रो चाहिँ एउटा हाम्रो जुन इन्टरनेसनल रिलेसन टपिक भएको कारणले हामीसँग हुनुहुन्छ लगभग 10-15, 8-10जना चाहिँ हाम्रो बाहिरबाट, कोही टर्की, अनि यता इन्डिया होइन, अनि बाहिरको देशको यहीँको पनि हुनुहुन्छ, ब्रिटिस 1-2जना गरेर हाम्रो साथीहरू हुनुहुन्छ। तर मोस्ट अफ द चाहिँ हाम्रो नेपालीहरू पनि सँगै हुनुहुन्छ। यसमा चाहिँ नेपाली साथीहरू धेरै पढ्नका लागि विभिन्न रोजगारको सिलसिलामा वैदेशिक ठाउँमा आउने, हामीले यो नयाँ नौलो कुरा होइन, यो विगतदेखि भइरहेको कुरा हो। तपाईँले प्रत्यक्ष यहाँ बसेर एकजना शिक्षकको माध्यमबाट हेर्दै गर्दा ती विद्यार्थीहरूको आँखामा ती अक्षरका सुनौला भविष्य देख्नुहुन्छ, अथवा रोजगारकै सिलसिलामा पैसै कमाउनुपर्छ भन्ने सिद्धान्तले आएका धेरै देख्नुहुन्छ? यो चाहिँ कस्तो देखियो भने, मैले चाहिँ एउटा भनौँ न